सशक्त समाज सशक्त समाज बराबरी मुक्त समाज माइक पनि के हो यति चाहिँ घुम्दा हुन्छ हो यति घुम्दा हुन्छ हो त्यहाँ लाउँदै लाउँदै हिँड्नु पर्ने हो बराबरी बराबरी सुनिश्चित गरौँ भनौँ न पछाडि पछ्याउने छोटो छोटो भन्ने आजको आवश्यकता माइक के हो माइकै काम गरौँ कार्यक्रम सञ्चालक सबै महिला तथा बालबालिकाका लागि अधिकार समानता र सशक्तिकरण र इको हिमाल नेपाल र आदिवासी गाउँपालिकाको वडा नम्बर 2 को संयुक्त आयोजनामा 115 अन्तर्राष्ट्रिय महिला दिवस मिति 2021 फागुन 24 गते स्थानीय कृषि भाषा पाठशाला समय बिहान 10 बजेदेखि 4 बजेसम्म हस्त यो कार्यक्रम सञ्चालन भएकोमा विगत जानकारी गराउँदै यो माइक्रोफोन हस्तान्तरण गरे। हस्त धन्यवाद। कार्यक्रम सञ्चालन हस् धन्यवाद उपाध्यक्षज्यू श्री कौशिला कुमारीज्यूले हाम्रो यस हाम्रो समाजमा महिला पुरुष वा अन्य लैङ्गिक पहिचान भएका व्यक्तिहरू समान अवसर र समानका हकदार छन्। तर दुर्भाग्यवश उनीहरूलाई लैङ्गिक विभेदकै कारण महिला तथा बालबालिकाहरू हिंसाका शिकार भइरहेका छन्। सभापति महोदय, के हो त लैङ्गिक हिंसा भनेको? लैङ्गिक
हिंसा भनेको कुनै पनि व्यक्तिलाई उसको लिङ्गका आधारमा गरिएको शारीरिक मानसिक वा सामाजिक दुर्व्यवहार हो। यसमा घरेलु हिंसा मानव बेचबिखान यौनजन्य हिंसा कार्यस्थलमा हुने हिंसा जस्ता घटनाहरू पर्छन्। हाम्रो देश नेपालमा मात्रै नभएर विश्वको जुनसुकै कुनामा पनि महिला तथा बालबालिकाहरू 25 देखि 40% महिलाहरू दिनानुदिन कुनै न कुनै हिंसाको शिकार बनिरहेको छ र महिला हिंसा तथा लैङ्गिक हिंसा जस्तो कार्यलाई निष्पक्ष रूपमा निर्णय गर्नुहुने निर्णायक मण्डलज्यू, उपस्थित हुनुभएका अभिभावक, गुरुवर्ग एवं मेरा प्यारा साथीहरूमा म श्री रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयको कक्षा 9 मा अध्ययनरत छात्रा रश्मिता खतिवडाको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज पढ्न गएको 115औं अन्तर्राष्ट्रिय नारी दिवसको दिन इको हिमाल नेपालद्वारा आयोजित विभिन्न कार्यक्रममध्ये वक्तृत्व कला प्रतियोगितामा भाग लिएर बोल्न पाउँदा म ज्यादै खुसी भएकी छु। म यहाँ आज लैङ्गिक हिंसा न्यूनीकरण भन्ने गम्भीर र आज हुन गइरहेको यस वक्तृत्व कलामा मलाई भाग लिन पाउँदा अत्यन्त खुसी लागिरहेको छ। विशेष गरी म आयोजक टिमलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। मेरो वक्तृत्व कलाको शीर्षक रहेको छ लैङ्गिक हिंसा र यसको न्यूनीकरण। के हो त लैङ्गिक हिंसा भनेको? सभापति महोदय, शारीरिक मानसिक संवेगात्मक यौनिक र भावनात्मक रूपमा कुनै पनि लिङ्गको आधारमा जस्तै महिला पुरुष र तेस्रो लिङ्गी लेस्बियन अर्थात् गे हो यिनीहरूकै आधारमा रही लिङ्गको आधारमा मानिसलाई गरिने अमानवीय पुनः विवेकलाई नै लैङ्गिक हिंसा भनिन्छ। लैङ्गिक हिंसा आजभोलि घर परिवार गाउँ सहर छिमेक सबैतिर रहेको बल्दो चल्दो विषयवस्तु हो। यसलाई आजभोलि लैङ्गिक हिंसा सबैतिर विषयवस्तुको सबैतिर प्रचारको रूपमा रहिरहेको छ। सबैतिर प्रचारको रूपमा रहेको विषयवस्तु हो। सभापति महोदय, 20 लगायत विद्यार्थी भाइ बहिनीहरू र यसै गरेर रत्न Just
कार्यक्रमबाट पनि अगाडि हाम्रो बहिनीहरूले कस्तो राम्रो वक्तृत्व कलाबाट प्रस्तुत गर्नुभयो कि हिंसाका कुराहरू के छन्, यसबाट हामीले के परिवर्तन हुनुपर्छ। अझै पनि हामी घरमा हिंसित भइरहेका छौँ। अझै पनि महिनावारी पार्नुपर्ने महिला चाहिँ अछुत भयो कि अशुभ भयो कि भन्ने चाहिँ अझै पनि हाम्रो भनाइ छ। अझ हामीले पश्चिमा समाजहरूमा र समय पालना गर्नुहुने निर्णय मण्डलज्यू, आज म यो नारी दिवसको अवसरमा हिंसा भनेको हिंसा भन्ने गम्भीर सामाजिक समस्याबारे कुनै पनि हामी महिलालाई गरिने दुर्व्यवहारलाई नै महिला हिंसा भनिन्छ। यो हाम्रो हेर्ने जस्तै दाइजो प्रथा, छाउपडी प्रथा, बोक्सी, सामाजिक दुर्व्यवहार, सामाजिक हिंसा, घरेलु हिंसा जस्ता हिंसाहरू महिला हिंसा हुन्। शीर्षकमा वक्तृत्व कलामा मेरा दुई चार शब्द राख्न पाउँदा म आफूले आफैलाई गर्व ठानेको छु। लोकबहादुर मगरको छोरा अनि यो चाहिँ हाम्रो समाजमा पहिलो कुरा बाल विवाहहरू हुने गर्छ। बाल विवाहहरू हुन्छन्, हुने बेलामा चाहिँ के भनिन्छ भने सरकारका प्रमुखहरू जनप्रतिनिधिहरूलाई के भनिन्छ भने मेरो छोराको छोरी तथा यस कार्यक्रमका विशिष्ट अतिथि श्री फट्टी कुमार श्रेष्ठज्यू, पूर्व वडाध्यक्ष कालिदास पोखरेलज्यू, कार्यक्रम उत्सवको रूपमा रहेको छ। हामीले एउटा पाठ पढाउनु पर्थ्यो, अहिले त्यो पाठ छैन। नमस्कार गर्न चाहन्छु। म धेरै बोलिरहेन, यहाँ मलाई छोटो समय छ, त्यसैले यहाँभन्दा अघिल्लो वक्ताहरूले पनि धेरै कुराहरू भनिसक्नु भएको छ र मेरो श्रद्धेय अध्यक्षज्यू पनि हुनुहुन्छ, उहाँले पनि धेरै कुराहरू राख्नुहुनेछ। म थोरै महिलाहरूकै विषयमा भन्न लागिरहेको छु। महिला भनेको सिर्जनाका स्रोतहरू भनेका महिलाहरू हुन्, परिस्थितिसँग लड्न सक्ने महिलाहरू हुन्, धैर्यका प्रतीक महिलाहरू हुन्। हरेक कुरामा हामीले विकासै कुरा र हरेक कुराहरू सामाजिक परिवर्तनको कुरामा तपाईँहरू उपस्थित हुनुपर्छ। अर्थात् अब मेरो बुढा गए भइहाल्छ नि, मेरो श्रीमान, मेरो दाजु अथवा मेरो भाइ, मेरो बाउ गए भइहाल्छ भन्नुको साटो पधेरातिर आउन भेट्न त्यतै
गर्नुमा मलाई त कस्तो लाज लाग्छ तपाईँले भनिहाल्नु ल ल म हाँस्नु फिराउनु बसेर कुरा गरौँ न